नेपाली सेनाको श्री नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुली ब्यारेकमा प्रत्येक मिनेट जसो हेलिकप्टरहरू ओहोर दोहोर गरिरहेका थिए। सम्पर्कविहीन बनेका आफ्ना आफन्तको कतै पत्तो लागिहाल्छ कि भन्ने आशा बोकेर पुगेकाहरूको ब्यारेक बाहिर ठूलो भिड थियो। त्यही भिडमा काँडेतारबाट आँखा चिचोलेर हेलिकप्टरको ओहोर दोहोर नियालिरहेका थिए करिब 65 वर्ष कटेका एक वृद्ध। सहाराका लागि लट्ठी टेकेका उनी निकै आशावादी देखिन्थे। उनको नजर लगातार आकाशतिर थियो। त्यसैबेला पहिलो रङको एउटा हेलिकप्टर ब्यारेकमा आएर अवतरण गर्यो। ब्यारेकमा तैनात नेपाली सेनाका जवानहरू स्ट्रेचर बोकेर हेलिकप्टरतर्फ दौडिए। केही बेरमै बाढीमा परेर पनि बाँच्न सफल भएका एक अधिवैश्य पुरुषलाई स्ट्रेचरमा राखियो। बाढीको ताण्डवलाई जितेर जसो तसो बाँच्न सफल ती पुरुष घाउको पीडाले छटपटाउँदै चिच्याइरहेका थिए। उनलाई स्ट्रेचरमै राखेर सेनाको उपचार कक्षतर्फ लगियो। काँडेतारको अवरोध छिचोलेर यो दृश्य धैर्यपूर्वक हेरिरहेका ती वृद्धका आँखामा भने आँसु टिलपिलाए। ती घाइते अधवैश्य पुरुष र करिब 65 वर्ष कटेका ती वृद्धबीच के साइनो थियो हामीले बुझ्ने प्रयास गर्यौं तर पत्ता लगाउन सकेनौं। तर यति सत्य हो, अहिले नेपाली सेनाको श्री नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुली ब्यारेकमा निरन्तर यस्तै दृश्यहरू देखिन्छन्। बाढीपछि आफन्तसँग सम्पर्क टुटेकाहरूका परिवारहरू आफ्ना प्रियजनको खोजीमा दैनिक जसो ब्यारेक पुगिरहेका छन्। बेपत्ता श्रीमानको खोजीमा डाङ्की भावना चन्द पनि दैनिक जसो सेनाको ब्यारेक धाइरहेकी छिन्। उनका श्रीमान हाइड्रो पावरमा काम गर्थे। बाढी आउनुभन्दा करिब 5 मिनट अघि मात्रै उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन्। कुराकानीका क्रममा श्रीमानले आफू बाढीमा परेको भन्दै मलाई उद्धार गर भनेका थिए। त्यसपछि उनीसँग सम्पर्क हुन सकेको छैन। श्रीमान फर्केर आउने आशामा भावना अहिले पनि त्रिशुली ब्यारेक धाइरहेकी छन्। मेरो चाहिँ श्रीमान हाइड्रोबाट हराउनु भएको। कुन हाइड्रो पावरबाट कति बजेसम्म सम्पर्क भएको थियो तपाईँ? 8 बजेसम्म सम्पर्क, त्यहाँबाट सम्पर्क छैन। उनीहरूले भन्नुहुन्छ पर्खिनुहोस्, आउनु भएको छैन भन्नुहुन्छ क्या। छैन, अनि छैन त्यो बराबर उहाँ पनि मान्छे फसिरहेको अरे होइन, त्यो मान्छेहरू उद्धार गर्नु पर्यो कि। अब सरकारले त्यसरी चुप लाएर बस्ने कुरा भएन नि त होइन। त्रिशुलीमा आएको विनाशकारी बाढीमा परि हालसम्म करिब 200 जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन्। सम्पर्कविहीन आफ्ना आफन्तको खोजीमा परिवारका सदस्यहरू त्रिशुली ब्यारेक बाहिर आशा बोकेर कुरिरहेका छन्। कसैको नजर हेलिकप्टरतर्फ छ, कसैको नजर ब्यारेकको